ल सबैमा नमस्कार। म लक्ष्मण उपाध्याय, स्नेक रेस्क्युअर टिकापुरबाट। आज मसँग हामीले रेस्क्यु गरेर ल्याएको दुईवटा धामन सर्प, दुईटा कमन कोब्रा र एउटा कमन करेट रहेको छ र यसलाई ट्रान्सलोकेसन गर्न आइरहेको छ। र मेरो रेस्क्यु पार्टनर चाहिँ कपिल अवस्थी हुनुहुन्छ। उहाँका लागि पनि धेरै धेरै धन्यवाद। बिहानदेखि आज दिनभरि हाम्रो धेरै 5वटा सर्पहरू रेस्क्यु गऱ्यौँ बिहानैदेखि। र अब म यसलाई ट्रान्सलोकेसन गर्न गइरहेको छु। र यो रहेको छ एउटा कमन कोब्रा, यसलाई म ट्रान्सलोकेसन गर्न गइरहेको छु। त्यसै गरी अर्को कमन कोब्रा पनि म ट्रान्सलोकेसनकै क्रममा छु। हुनुहुन्छ कमन कोब्रा, दोस्रो कमन कोब्रालाई ट्रान्सलोकेसन गर्न गइरहेको छु। त्यसै गरी अब मसँग फेरि अर्को विषालु सर्प कमन करेट रहेको छ। यहाँ हेर्न सक्नुहुन्छ कमन करेट यसमा राखिएको छ। र यो कमन करेटलाई पनि ट्रान्सलोकेसन गर्न गइरहेको छु। हेर्न सक्नुहुन्छ। क्लिक स्टप गरेर र यसलाई म ट्रान्सलोकेसन गर्न गइरहेको छु। गइसकेको छ। र अब हामीसँग दुईवटा ऱ्याट स्नेक रहेको छ। ऱ्याट स्नेकहरू अभिशालु सर्प हो, धामन सर्प भन्छ नेपालीमा यसलाई। र एकदमै ऱ्याट स्नेक यहाँ देख्न सक्छौँ। त्यसै गरी दोस्रो ऱ्याट स्नेक पनि हामी यहाँ देख्न सक्छौँ। हेर्न सक्नुहुन्छ। र मुसा खाने सर्प भागिसकेको छ। ल धन्यवाद है।